यसरी गर्छु म चाहिँ हैन। ल गुड मर्निङ सबैलाई। हामी चाहिँ आज यसो हल्का माइन्ड फ्रेस गर्नको लागि बाहिर जाँदैछु। मेरो साथी हो, ओभर ह्यान्डसम देखिरहेछ है। महँगो महँगो चस्मा। यसको राज के हो साथी? सबै पैसा। के गर्नु, यस्तै छ अब, गाह्रो छ अब। काम गरे अनुसार अब पैसाहरू पनि त्यस्तै हो हैन। तर पनि अब आफूमा चाहिँ खुसी हुन सिक्नुपर्छ है। जे छ जस्तो छ हैन, त्यही हो। अब हामी चाहिँ अब लाग्यौँ यसो अब माइन्ड पनि फ्रेस गर्नु पऱ्यो, कति काम मात्रै गर्नु हैन। त्यसो त्यही भएर। तर मेरो साथीको लुक्स चाहिँ ओभर छ है आज चाहिँ। ओ ढल्छ होला आज चाहिँ कोही कोही चाहिँ। त्यसो ढाल्नु चाहिँ नढाल है साथी है। जे जस्तो भए पनि ढाल्नु चाहिँ हुँदैन। यस्तो गर्मी छ दुबईमा, त्यसै पनि पुग्लुको ढल भन्दाखेरि गाह्रो हुन्छ है। त्यही भएर गाइज सबैलाई माया छ, माया गरिदिँदै गर्नु होला है त। लभ यु अल। ल आज भाइको पनि छुट्टी रहेछ। अनि भाइ कहाँसम्म तिमी आज? बर्दुबईसम्म आज बर्दुबीसँग यसो बर्दुबईको केटीहरूलाई हेर्नु भएन। केटीहरू नहेर नि, बिहा गरेको मान्छे यस्तो नभए त भाइ। तिमी नभन्नु एकदम लोयल हुनुपर्छ है भाइ, बिहा गरेको मान्छे। के गरेको छैन नि अहिलेसम्म। ए हो त्यस्तो त्यस्तो भने चाहिँ फरक परेन। तर बिहा गरेको छौ भने चाहिँ एकदम लोयल है। हुन्छ। अनि आज बर्दुबईमा त्यो तिमी त्यो गयो भने चाहिँ त्यो के रेस्टुरेन्टहरू त्यो मतलब फुलबारीमा जाने। यस फुलबारीको त्यो मोमो अनि त्यो हुन्छ नि फुलबारीको चचेको मासु त म त त्यहाँ मिस चाहिँ नगर है भाइ। त्यो कुरो मिस गर भने चाहिँ तपाईँहरूलाई पनि एकदम रिग्रेट हुन्छ है दुबईमा बस्नु हुनेवाला चाहिँ है। हजुर। अनि हल्का यो सिलिङ पानीहरू पनि चढाउने होला नि त आज के चराउने हो आएर यहाँ। ए धेरै चाहिँ नखाऊ है भाइ, धेरै चाहिँ नखाऊ है। धेरै त अब ठिक्क खाँदैन, ठ्याक्कै यति बितिक त्यही त। त्यही त पन्छीलाई त उडाउनु पऱ्यो नि। दुईवटासम्म ठिक छ। तिम्रो बडीले थाम्छ दुईवटासम्म त। यहाँ त पाँचवटासम्म। तर त्यहाँभन्दा बढी चाहिँ खानु पनि हुँदैन होइन। अब विदेशको ठाउँमा गर्मी हुन्छ, अब भरे केही भइहाल्यो भने गाह्रो हुन्छ नि त। हामी अब छुट्टीलाई मस्त सुत्यो हो। ल अनि भरे छुट्टी आउँछ होला नि त कि कस्तो? त्यस्तै 4 बजीतिर 4 बजी। ल मेरो भाइलाई राम्रोसँग जाऊ। अनि अब त्यो फुलबारीको चाहिँ एकदम खाना टेस्ट गरेर आऊ। म पनि अस्ति लास्ट टाइम गएको थिएँ है। ओभर के खानुभयो त? म त मेरो त फेभरेट त त्यही हो, लुजर। सेम रहेछ। सेम मेरो त। अनि म त जहाँ गए पनि त्यही खोज्छु भाइ। त्यो भन अन्त तर सिधै धेरै जस्तो ठाउँमा पाइन्न नि। धेरै जस्तो पाइँदैन। त्यही भएर त म फुलबारी रोज्छु भाइ। म नि त्यसै हो। फुलबारी इज द बेस्ट है। बाबा भाटी धामी दिने रहेछ। खाना पनि दामी दिन्छ, टेस्ट पनि राम्रो छ क्या। म त्यहाँको मान्छेहरू पनि मनपर्छ, मजाले बोल्छ होइन। त्यही भएर मजा लाग्छ त्यहाँ जान चाहिँ। तपाईँ नजाने नि जाऊँ न त। म जाँदिनँ होला हौ भाइ, मेरो कामहरू अर्कै छ। तिमीहरू गएर आउन। म त अस्ति लास्ट विक पनि गएर आएँ नि त। त्यही भएर पनि तिमीहरू इन्जोय गरेर आऊ मेरो भाइ, राम्रोसँग गएर आऊ है त। ल माया छ धेरै है। ल ल फाइनली म चाहिँ बटुता आइपुगेँ साथीहरू। बटुता आइपुगेँ। हल्का यसो घुमघामको लागि त्यस्तो स्पेसल काम त केही पनि छैन है। मैले चाहिँ गिटारको सामानहरू चाहिँ यहीँदेखि लान्छु है। यहाँदेखि सुपथ मूल्यमा पाउँछ यहाँ चाहिँ गिटारको सामानहरू। त्यही भएर सामानहरू चाहिँ यहीँदेखि लान्छु म। के छ अरे आज काम? त्यो घडीको के फिता फेर्ने अरे? कहाँ हो त्यो चाहिँ? यता हो। ल अब उसले चाहिँ अब त्यो घडीको फिता फेर्ने भन्दैछ। अब बिचरा महँगोमा किनेको, फिता चुटेर फेरि बिजोग भइरहेको छ उसको पनि। त्यही भएर फिता फेर्ने आजको घुमाइ चाहिँ यस्तै हो। यताउता होइन। त्यस्तो अब हेभी कन्टेन्ट त हुँदैन, तर पनि यही त हो नि। अब छुट्टीको दिन भनेको माइन्ड फ्रेस गर्नु पऱ्यो। कति ड्युटी होइन। गुड मर्निङ, थ्याङ्क यू सो मच। इट्स ओके। अनि हाउ आर यु? गुड, थ्याङ्क यू सो मच। आइ एम फ्रम नेपाल। Yeah. It's good. How much this one? I have discount. Buy one get one in your hand. It's different. Which one is good? But I buy last week already. Yes. Yeah. How much you buy? Not I buy there in the shop. Yeah, it's a brown, the black wood, big brown. Lasting in the latest 24 hours, sure.
Which one you like? Those also. नो बिकज आई हेभ अलरेडी द्याट्स यो चाहिँ हो नि त खानुपर्ने फ्रेस है 2 मुठा आलु पनि लाने होला नि त होइन के आज चाहिँ पुरै भेजिटेबल मात्रै खाने अरे त्यही भएर यहाँ अब यसो तेल त लाउनु पर्यो सब्जीमा होइन अनि तेलहरू यसो किन्दैछ अफरमा छैन उता होला नि अफरमा हो ल अब खानुपर्ने तेल त यही हो नि महँगो खालको बजेट बजेट त्यस्तै छ के गर्नु गाह्रै छ खास गरेर त पानीसँग उसिनेर खानुपर्ने हो नि राइस पनि लाने हो र के प्राइस मात्रै हेर्ने हो साथी यो प्राइसले त हेर्ने मात्रै जस्तो लाग्यो मलाई त त्यही त त्यही मुसाकोदेखि लिएर जानु नि एक लटको लागि पुगिहाल्छ मेरो रुम अगाडि एउटा सानो सप छ अब त्यहीँदेखि लानु हो क्या यस्तो सामानहरू चाहिँ त्यहाँ अलिक सस्तो पनि पर्छ भन्दा नि महँगै पर्छ त्यहाँ पनि तर यहाँ अब पुरै अब किन्नु पऱ्यो किन्दाखेरि 1-2 केजी पाइँदैन होला यहाँ के पाइन्छ 5 केजी पुरै 5 केजीसम्मको हो अब यसो हप्तामा एकचोटि बनाएर खानेलाई त त्यहीँदेखि ठिक छ है